हेलो साथीहरू, स्वागत छ मेरो भिडियोमा। मेरो नाम चाहिँ नयन चौधरी हो। मेरो घर चाहिँ सुदूरपश्चिम नेपाल, हाल चाहिँ दक्षिण कोरियामा हो। यो चाहिँ मेरो फर्स्ट भ्लग बनाउन जाँदैछु। कृपया हेरेर कस्तो हुन्छ लास्टसम्म हेरिदिनु होला, कमेन्ट गरिदिनु होला है त। तपाईहरुको कमेन्टले नै मेरो भ्लग कस्तो हुँदैछ भन्ने कुरा थाहा पाउँछु। र म चाहिँ आज आफ्नो फर्स्ट भ्लग चाहिँ म आफ्नो काम गर्ने कम्पनी देखाउँदैछु तपाईहरुलाई। मेरो काम गर्ने ठाउँ चाहिँ कम्पनी चाहिँ बुङ्गुर फार्म हो। म तपाईहरुलाई सरसर्ती आफ्नो बुङ्गुर फार्महरु देखाउँछु। कस्तो लाग्छ कमेन्ट गर्नुस् है त। साथीहरु, लुगा लाएर निस्किसके म चाहिँ काम गर्नलाई। यो चाहिँ हाम्रो रुमहरु हुन्, बस्ने रुमहरु। यो चाहिँ मेरो रुम हो अनि यो चाहिँ साथीको रुम अनि उता चाहिँ कोरियन बुढाको रुम हो। हामी तीनजना छौं यो कम्पनीमा काम गर्ने। जम्मा तीनजना छौं। खासै ठुलो कम्पनी हैन, सानसानै कम्पनी हो हाम्रो चाहिँ। तपाईहरुलाई देखाउँछु हाम्रो कम्पनी कस्तो छ है त। देखाउँछु है त म आफ्नो कम्पनी कस्तो बुङ्गुरहरु देखाउँछु आज तपाईहरुलाई। यो पनि एउटा खोर हो अनि यो पनि हो। यो चाहिँ हाम्रो प्रेग्नेन्सी डिपार्ट हुन्छ। यहाँ चाहिँ भाले लगाउने काम हुन्छ। माउहरुलाई प्रेग्नेन्ट बनाउने काम हुन्छ, भाले लगाउने काम। अनि यो दुईटा खोर हो हुन त प्रेग्नेन्ट बनाउने। तर यसमा चाहिँ हाम्रो सानो छ, यसमा चाहिँ प्रेग्नेन्ट भएको बुङ्गुर मात्रै राख्छौं। यहाँ चाहिँ भाले लगाउँछौं के प्रेग्नेन्ट बनाउँछौं। यहाँ त्यो काम हुन्छ। यो चाहिँ हाम्रो कम्पनी हो। यो पुरानो हो, खासै नयाँ चाहिँ हैन। कुकुर नि पालेछौं दुई तीनटा। एउटा यहाँ छ अरु त्यहाँ छन् कुकुरहरु, देखाउँछु है त। अनि त्यही मैले भन्थे यो चाहिँ सानो वाला प्रेग्नेन्सी डिपार्टमेन्ट हो। यसमा चाहिँ प्रेग्नेन्ट भागे मात्रै छन्, उतापट्टिकोमा प्रेग्नेन्ट बनाउने वाला छन्। अनि त्यही देखाउँछु यो। अनि यो चाहिँ हाम्रो के भन्छ, हाम्रो प्रसुति गृह। यहाँ चाहिँ ब्याउने बुङ्गुरहरु छन्, यहाँ बच्चा ब्याउने, यहाँ चाहिँ बच्चा ब्याउँछन्। र यो खोर पनि बच्चा ब्याउने खोर हो, यहाँ चाहिँ बच्चा ब्याउँछन्। यो चारवटा नै तपाईहरुलाई लास्टमा देखाउँछु। अरु चाहिँ अन्य चाहिँ तपाईहरुलाई पहिला देखाउँछु। उता बेच्ने बुङ्गुरहरु, आमाबाट छुटाएका बच्चाहरु अनि बेच्ने बुङ्गुरहरु, हामीले पठाउने कम्पनीबाट पठाउने बुङ्गुरहरु देखाउँछु है त। हेर्नु यहाँ फुल छन् बुङ्गुरहरु। यहाँ चाहिँ अहिले हाम्रो चाहिँ साँझको दाना दिने टाइम भएको छ यिनीहरुलाई। अहिले साँझ चाहिँ सर्र यिनीहरुलाई हेर्नु पर्छ, कोही बिरामी छन् कि कस्ता छन् भनेर। बिरामी भएकोलाई निकाल्नु पर्छ अनि उनीहरुलाई सुई हान्नु पर्छ। यिनीहरु चाहिँ उता आमाबाट छुटाएको 2.5 महिना जति भएको छन्। यिनीहरु 3 महिना जति भएको बुङ्गुरहरु हुन्। कोरियाको बुङ्गुर पालन यस्तै हो। मेरो कम्पनीमा यस्तो छ। तपाईहरुको कोरियामा हुनुहुन्छ भने तपाईहरुको कम्पनीमा कस्तो छ कमेन्ट गर्नुस् है त। यो तपाईहरु देख्नु भएको, यो चाहिँ दाना आउने भाँडो, दाना खाने भाँडो हो। यो चाहिँ तपाईहरुलाई नजिकबाट देखाउँछु। यो चाहिँ दानाको भाँडो हो। दाना खाने बच्चाहरुले यसमा पानी हुन्छ, यहाँ पानी जोडेको हुन्छ। अनि यहाँ चाहिँ दाना आउँछ, यहाँबाट चाहिँ दाना आउँछ यो पाइपबाट। तर यो पाइप छ, सब दाना हुन्छ। अनि मेन भाँडो दाना राख्ने चाहिँ बाहिर छ। त्यो मेसिन थिचेपछि यो पाइप हुँदै यहाँ भित्र आउँछ के। यसमा हामीले चाहिँ दिनमा 2 चोटी दाना दिन्छौं। एकचोटी बिहान, एकचोटी साँझ। बिहान दियो भने दिनभरि खान्छन्, साँझ दियो भने रातभरि खान्छन्। 24 घन्टा खान्छन् क्या दाना।
त्यही भएर यिनीहरू चाँडो चाँडो हामीले माउबाट छुटाएको लगभग 5-6 महिनामै बिक्री गर्छौँ क्या बच्चाहरूलाई। यहाँ कोरियामा 24 घन्टा दाना दिने रहेछ क्या। यहाँ खोरहरू हेर्नुहोस् त, यो चाहिँ तल खाल्डो जस्तो छ, यहाँ गुमुट भित्र जाने यो। अनि माथिबाट प्लास्टिक बिछ्या छ क्या, यो सानो बच्चाहरूलाई चिसो नहोस् भनेर चिसो मौसममा यस्तो हुन्छ। प्लस बेड भन्छ यो चाहिँ, प्लास्टिकको हो। अनि यहाँ चाहिँ पानीको लगाएको छ, पानीको लागि कपहरू, वाटर कपहरू यस्ता हुन्छन्। अनि चाहिँ ठुलो बुङ्गुरहरू चाहिँ यस्तो प्लास्टिक छैन, सिमेन्टको छ क्या ठुला बुङ्गुरहरूलाई। अहिले देखाउँछु तपाईँहरूलाई। अब चाहिँ तपाईँहरूलाई अलि ठुलोवाला देखाउँछु, अझै ठुलो अब बेच्नेवाला बुङ्गुरहरू देखाउँछु है त। यो खोरमा चाहिँ तपाईँको बेच्ने बुङ्गुरहरू छन्, हेर्नुहोस्। यहाँ चाहिँ बेच्ने बुङ्गुरहरू हुन्, यिनी यहीँबाट हामीले पठाइरहेछौँ। यी बुङ्गुरहरू तपाईँको चाहिँ नि 110 किलोदेखि 115 किलोसम्म हुन्छन् क्या। यिनीहरू 6 महिनाका हुन्, 5 महिनाका 6 महिनाका बुङ्गुरहरू हुन् क्या। अहिले यहीँबाट पठाइरहेछौँ हामीले। चाहिँ यहाँ यो र यो खोरमा चाहिँ तपाईँको यो र यो खोरमा चाहिँ बेच्ने बुङ्गुरहरू छन्। अनि उताको खोरमा पनि, यो खोरमा र यो खोरमा पनि बेच्ने बुङ्गुरहरू छन्। यो तपाईँहरूको चाहिँ यो यसमा दाना हाल्ने हो क्या, यो बाहिरबाट दाना कम्पनीबाट आउँछ। अनि गाडीले यसमा हालिदिन्छ क्या यो। अनि तपाईँको यहाँ मुनि मोटर लागेको हुन्छ, अनि त्यो मोटरले चालु गऱ्यो भने त्यो पाइपबाट भित्र लान्छ क्या। ल अब तपाईँहरूको यो खोरको देखाउँछु तपाईँहरूलाई। यो चाहिँ बाहिर देख्नु भएको छ, यो भित्ता जस्तो कालो कालो, यो चाहिँ कुलिङ हो। भित्र बुङ्गुरलाई चिसो बनाउने। ल भित्र बुङ्गुर देखाउँछु तपाईँहरूलाई। यहाँ चाहिँ हाम्रो बेच्ने बुङ्गुरहरू छन्, ठुल्ठुला होला, हेर्नुहोस्। त साथीले हेर्दैछन् यता। अब चाहिँ साथीहरू म चाहिँ तपाईँहरूलाई प्रेग्नेन्सी डिपार्टमेन्ट देखाउँछ है त, बुङ्गुर फार्महरू। अहिले दाना दिन जाँदैछु, दाना कसरी दिनुपर्छ, दाना कसरी दिन्छ हाम्रो यो कम्पनीमा भनेर देखाउँछु है त। भित्र अहिले कराउँछन् धेरै, भित्र चाहिँ ढोका खोलेपछि दाना दिइसकेपछि चिप्प लाग्छन् है त। यो चाहिँ हाम्रो प्रेग्नेन्सी डिपार्टमेन्ट हो। यो सबै प्रेग्नेन्ट भएका बुङ्गुरहरू हो मान्छेहरू। प्रेग्नेन्ट भएको बुङ्गुरहरू राखेको छ 3टा लाइनमा, 60वटा हाम्रो खासै धेरै ठुलो फार्म भएछ। अब दाना दिन्छ है त, दाना कसरी दिन्छ हामीले है। तानेपछि चाहिँ दाना झर्छ क्या भाँडोबाट, सर्लक्कै। यस्तो छ सिस्टम। अब चाहिँ हामीले यिनीहरूले हगेको लिदीहरू छोड्नुपर्छ। कोरियाको काम यस्तै छ साथीहरू। अब म यो लिदी छोडेर देखाउँछु तपाईँहरूलाई, यिनीहरूले हगेको लिदी। अब चाहिँ साथीहरू लिदी छोड्छु। लिदी छोड्ने भनेको यही हो हतियार हाम्रो काम गर्ने। यो चाहिँ लिदी छोड्ने हो। तपाईँहरूलाई लिदी छोडेर देख्छै हगेको छन् है त।
सोध्नुपर्छ के गर्ने। नेपालमा हामीले यस्तो काम गर्न लाज मान्छौँ। आफ्नो नेपालमा यस्तो बङ्गुरको गुफोरमा गाई गोरुको गुफोरमा लाज मान्छौँ। यहाँ चाहिँ पैसाले सबै लाज हराउँछ। यो लिदी छोड्दा पैसा आउँछ, त्यही भएर यो लिदी छोड्न केही पनि लाग्दैन है साथीहरू। त्यही भएर मेरो भिडियोलाई सकेसम्म सेयर गरिदिनुहोस् है साथी। यही हो मेरो कोरियाको काम। त्यस्तै आउँछ साथीहरू, 2 लाख 3 लाख यस्तो छ। यो काम गर्नुपर्छ। नेपालका साथीहरू भन्छन् नि काम सजिलो छ, कोरिया गएर 2 लाख थापेछ भन्छन् साथीहरू। हो हेर साथीहरू, 2 लाख सोरेको, यो गु सोरेको होइन, यो बुङ्गुरको लिदी सोरेको होइन, यो 2 लाख सोरेको साथी हो। 2 लाख यसरी सोर्नुपर्छ। यो 2 लाख सोरेको गाँठे। यो बालेन सरकार अब नेपालमै बनाइदियो लिदी सोर्ने काम। अब नेपालमै गर्नु पर्ला। यहाँ लिदी नि सोर्यो, गाँठे यहाँ गाली नि खाइन्छ। नेपालमै लिदी सोर्ने वातावरण बनाइदिएपछि त गाली पनि अलिक कम खाइएला कि। ल बालेन सरकार, यो कुरा चाहिँ गर्नु पर्यो है। यो काम गर्ने चाहिँ वातावरण नेपालमै मिलाइदियो बरु। नेपालमै सोरौँला लिदी। यहाँ गाह्रो भइसक्यो। लिदी सोरेर भ्याइयो, अब उठाउनु पर्यो। ओ बालेन सरकार, यो काम नेपालमै गर्ने वातावरण मिलाइदियो। गाह्रो छ यो काम। हो साथीहरू, अब प्रेग्नेन्सी डिपार्टको लिदी सोरेर सक्यो। अब चाहिँ यता हाम्रो ब्याउने माउहरूको लिदी सोर्नु छ। हाम्रो दाना तान्ने यता बाहिरबाट छ। यो दाना तानेपछि भित्र झर्छ क्या। यस्तो छ, पुरानो कम्पनी भएर यस्तै छ साथीहरू। हाम्रो त यो यस्तो तान्नुपर्छ। दाना झरिसक्यो तिनीहरूको दाना भाँडामा। अब चाहिँ यतापट्टि देखाउँछु। यहाँ चाहिँ 2 लाइनको छ नि, यहाँभित्र बुङ्गुर 2 लाइनको भाग गर्ने, 2तिर दाना तान्नुपर्छ। भ्याउने बुङ्गुरहरू यहाँ दाना खाइरहेछन्। अब यिनीहरूले हगे आउँछन् कि हगेको अब लिदी सोर्नु पर्यो। के गर्ने, गाह्रो छ कोरिया। लिदी सोर्नुपर्छ। नेपालका साथीहरू चाहिँ सजिलैले ल पैसा पठाइदिए साथी भन्छन्, पठाएन भने भाउ खाइस् भन्छन्। हेर यस्तरी छ यहाँ 2 लाख कमाउने। हेर हेर साथीहरू, यहाँ चाहिँ यस्तरी सोर्नुपर्छ। हेर 2 लाख सोरेको यी। ए 2 लाख सोरेको गाँठे। लु यस्तै सोर्नुपर्छ है।
हगे हुन्छ नि जे खाउनु पर्यो। ल यस्तो छ कोरियाको काम, के गर्ने। धेरै साथीहरूले बुङ्गुरको काम देखाउँदैनन्, म चाहिँ देखाउँदैछु है साथीहरू। आफ्नो पहिलो भ्लगमा नै दबाएर सेयर गर्नुहोस् है साथीहरू यो भिडियो चाहिँ। ल यस्तो छ, यत्रो काम गर्दा पनि यहाँ भोटेहरूको चित्त बुझ्दैन, गाली गर्छन्, तलब बढाइदिन्नन्। अनि यस्तो काम गर्दा अनि तपाईँहरूले कोरियामा धेरै सुन्नुभयो होला नि, आत्महत्या कहाँको गर्छन् भनेर। बुङ्गुर फार्मवाला आत्महत्या बढी गर्छन्। यस्तो काम हुन्छ, नेपालबाट प्रेसर हुन्छ गाउँघरबाट, अनि यहाँ साउको प्रेसर हुन्छ, काम यस्तो हुन्छ, अनि आत्महत्या नगरे के गर्छन्। यस्तरी सोध्नुपर्छ है। माकडक्स गाह्रो छ। अब चाहिँ रिदी सोरेर सक्यो साथीहरू। अब चाहिँ यिनीहरू दाना खाइसक्यो, अब दाना खाइसकेपछि यिनीहरूलाई पानी दिनुपर्छ क्या। 1 किलो दानामा लगभग 3-4 किलो पानी दिनुपर्छ क्या। त्यही भएर यो दुध राम्रो आउँछ अरे पानी धेरै दियो भने। त्यही भएर म खानी खोल्छु है, अब पानी दिन्छु अब यिनीहरूलाई। कस्तो लाग्यो तपाईँहरू यो मेरो पहिलो भ्लग? कमेन्ट गरिदिनु होला, मन पऱ्यो भने सेयर गरिदिनु होला, अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोस् है त साथीहरू। भेटौँला अर्को नेक्स्ट भिडियोमा। आजलाई यति नै है त।